हेलो नमस्ते साथीहरू। लु साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? आशा गर्छु जाति कुशलै हुनुहुन्छ होला है। अब म चाहिँ फेसबुकमा एक्टिभ नभएको पनि धेरै दिन भएको थियो है। अब कारण चाहिँ के हो भने चाहिँ मेरो नानीको एक्जाम भइरहेको थियो है। सो आज चाहिँ अन्तिम दिन हो, सक्यो पनि त्यसको अब मेरो नानीको एक्जाम पनि सक्यो हो। सो आजदेखि चाहिँ म फ्री छु अनि तपाईँहरूको पोस्टहरूतिर चाहिँ अब आउने छु है। सो त्यो कुरा चाहिँ साइडमा राखेर चाहिँ मेरो आजको भिडियो बनाउने मकसद चाहिँ के हो भने चाहिँ नि साथीहरू, तपाईँहरूलाई चाहिँ म एउटा एकदमै लाभदायक चिया देखाउन गइरहेको छु है। अब हुन त चियाहरू त सबैले खाने गर्छ, कतिले मिल्क टी खान्छ, कतिले ब्ल्याक टी खान्छ, लेमन टीहरू खाने गर्छ है। तर आज चाहिँ म अर्कै टी देखाउन गइरहेको छु। ल त्यो चाहिँ के हो भने चाहिँ नि साथीहरू, पर्खिनुहोस् एकछिन। यहाँ हेर्नुहोस् त साथीहरू, यो हिबिस्कस टी है। अनि यो टी चाहिँ एकदमै अब के भन्छ बेनिफिट, यसको चाहिँ धेरै मात्रामा बेनिफिट पनि छ, एकदमै राम्रो पनि हो है हाम्रो हेल्थको लागि। अनि यो हेल्थको लागि चाहिँ कसरी राम्रो हो भने चाहिँ नि, यसको एक दुईवटा म फाइदा तपाईँहरूलाई भन्ने छु है। सो फर्स्ट चाहिँ यो चियाको चाहिँ के फाइदा छ भने चाहिँ अब हामी कति मान्छेहरूलाई प्रेसरको प्रब्लम भइरहेको हुन्छ है। सो यो टीले चाहिँ प्रेसर पनि कन्ट्रोल गर्ने गर्छ है साथीहरू। नट ओन्ली द्याट मच, इभन हार्ट प्रब्लम भयो, लिभर प्रब्लमहरू भयो, त्यसमा पनि धेरै मात्रामा इम्प्रुभमेन्ट ल्याउँछ है। अनि हामी म्यारिड लेडिजहरूलाई अब हामीलाई चाहिँ एकदम मोटापासँग चाहिँ प्रब्लम हुन्छ नि त है, कसरी घट्ने। सो यो चियाले चाहिँ हामीलाई घट्नुमा पनि मद्दत गर्छ। प्लस हाम्रो स्किन अनि हाम्रो हेयर, मेन त त्यही हो, स्किन र हेयर है अब राम्रो होस्, हेल्दी होस् भन्ने चाहन्छौँ नि त हामी है। सो यसको लागि पनि अब त्यसको लागि पनि यो चिया चाहिँ एकदमै फाइदामन्द छ